टेन्स 3 किसिमका हुन्छन्, जसलाई नेपालीमा काल भनिन्छ र काल 3 किसिमका हुन्छन्। एउटा वर्तमान काल, भूतकाल र भविष्यकाल, र इङ्ग्लिसमा यसलाई भनिन्छ प्रेजेन्ट टेन्स, पास्ट टेन्स र फ्युचर टेन्स। र यी 3 कालहरू भिन्न भिन्न हुन्छन्। प्रेजेन्ट टेन्स भन्नाले अहिलेको वर्तमान समय, अहिले के हुँदैछ, अहिले के गर्दै हुनुहुन्छ, वर्तमान समयका कुराहरूलाई प्रेजेन्ट टेन्समा हामी हेर्दछौँ। र पास्ट टेन्स भनेको विगतमा भएको र पुराना र बिति गएको समयलाई पास्ट टेन्समा हामी हेर्दछौँ। र फ्युचर टेन्स भनेको आउने समय, आउँदै गरेको समय र के हुनेछ र ती कुराहरू चाहिँ फ्युचर टेन्समा, जसलाई हामी भविष्य कालमा हेर्दछौँ।